हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। अब चाहिँ यहाँ रुमबाट निस्किनु हामी। अब गाडी राख्नु जानुपर्ने हुन्छ। गाडीको सामान आइपुग्यो हेर। हजुरहरूलाई देखाउँछु, सामान आइपुग्यो होला। अब टक्क हिँड्दै जानुपर्ने हुन्छ है। तल चाहिँ बाइक छैन आज। लगेडा हो है, हाम्रो यहाँ बिजोग रमाइलो भइरहेछ है। घामले पोलेर गाडीमा जाँदैछौँ। अनि त्यहाँ चाहिँ एउटा मैले के भन्छ क्या, सरस्वतीको मूर्ति बबाल छ। भाइ लखर लखर हिँड्दैछ। कस्तो रमाइलो भइरहेछ भाइ? भाइलाई चाहिँ रमाइलो भएको छैन अरे है। यस्तै हो, अब कहिले काहीँ हिँड्नुपर्छ। ल, गाडीको सामान पनि आइपुगेको छैन अरे है, टाइम लाग्छ अरे। आज हाम्रो 4 बजे बदलाएको छ, केही छैन, घर पुग्यो भइ पनि। हामी चाहिँ अब गाडी भान जाँदैछौँ। हिँड्दै हिँड्दै घामले पोलेर अब बिजोग रमाइलो भइरह। यहाँ चाहिँ जेसिबीले खनिरहेको छ है। पहिला पहिला यस्तो जेसिबीले खन्याएको कम हेर्नु जान्थ्यो। म स्कुलै पढ्नु छोडी लगाइ चाहिँ हाम्रो चाहिँ होइन, पुरै घामले यहाँ दियाल बनाइसक्यो। कहिले आइपुग्दैन यार। अब हल्का यहाँनिर चिसोमा बस्नु पऱ्यो। टक्क यहाँ चाहिँ के को मन्दिर रहेछ, महादेव मन्दिर हो क्या हो। पुरै गर्मी छ यार, हालत खराब भइसक्यो। लगाइ हामी चाहिँ गाडी भाड्न आइपुग्यो है। गाडी त्यहाँ छ, यहाँ टक्क हाम्रो चाहिँ यहाँ सामान आइपुगेको छ भर्खर। टक्क यो पुरानो, यो न्यू कति घन्टा रेडी हुन्छ त अब? 2 घन्टा। अझ 2 घन्टा लाग्छ अरे यार। टक्क गएर अनि त्यसपछि काठमाडौँ चल्नुपर्छ। नयाँ हो यो चाहिँ है। अब गाडी पनि बन्नु लाग्यो। यहाँ गाडी फिट हुँदैछ। पानी पनि पर्न लागिसक्यो यार। कालो पुरै पानी परिरहेको छ है। गाडी चाहिँ टेस्ट ड्राइभ हान्नु गइसक्यो। दाइ टेस्ट ड्राइभ हान्नु गएको छ, पुरै पानी पऱ्यो यहाँ। ल, हाम्रो त टेस्ट ड्राइभ भन्ने आउँदैछ है। त्यहाँबाट ट्याक ल, गाडी कडा भयो। ल दाइ के छ, गाडीको स्थिति ठिक छ नि? ल, गाडी चाहिँ रेडी भइसक्यो हाम्रो। अब चिया खान जाने हामी। अब अनि चिया खाएर निक्लिनुपर्छ। ल ऊ के हो, तिरेर बत्ती बोले त नि। पानी परिरहेछ। अब फेरि यहाँ ब्रेक आइ चाहिँ हाल्नुपर्ने हो। ब्रेक अलिक कम छ अरे। लगाइ गाडी चाहिँ रेडी भयो है। अब हामी यहाँ निस्किन्छौँ। टक्क पानी परिरहेछ। वाइफर चलाउँछ। टक्क सक्नुहुन्छ, पानी परिरहेछ। अब जाम मिलेन भने 1 घन्टा पुगिन्छ। जाम मिल्यो भने त्यही हो, 3-4 बज्छ है। अब हेरौँ के हुन्छ। जाम त मिल्छ होला। लगाइ हामी चाहिँ नागढुङ्गा आइपुग्यो है। आज चाहिँ जाम परेन। एकदमै खुसी लागिरहेछ यो कुरामा चाहिँ। अब हामी 20 मिनट जति पुग्छ होला है। 20 मिनट जति यहाँ चाहिँ अब घरै पुग्छौँ। पहिला गाडी धुएर जानुपर्छ। गाडी वास हान्नुपर्छ अनि त्यसपछि टक्क जानुपर्छ घर। फाइनल्ली हामी चाहिँ यहाँनिर कलङ्कीबाट के अरे बल्फु आइपुग्यो है। बल्फु चोक आइपुग्यो। हल्का पानी परिरहेको छ। हाम्रो भाइले ड्राइभ गरिरहेको छ च्याट्ट पारामा। लगाइ चाहिँ हामी चाहिँ काठमाडौँ आइपुगिसक्यो है। वासिङमा गाडी धुन आएको। धुनुपर्ने हुन्छ।
लगाइ चाहिँ गाडी चाहिँ चिटिक्क टल्किसकेको छ। अब हेर्न सक्नुहुन्छ है, स्याट टल्क्यो। लगाइ चाहिँ अब आजलाई यति नै। अब नेक्स्ट भ्लगमा भेटौँला है। चितवनको कुर्ती खासै के भएर आउँदा लोदर लागेछ है, लोदर लागेछ। हाम्रो केटा गाडी नि बिग्रियो, दुःख धेरै पायो है। यस्तै हो, कहिले काहीँ हुन्छ। र अब नेक्स्ट भ्लगमा भेटौँला गाइस। ल सबैले सब्सक्राइब गर्नु है, लाइक कमेन्ट सपोर्ट गर्नु पर्यो। ल आजलाई यति नै।